नमस्ते दर्शक सबैलाई नमस्कार। आज हजुरहरूको सामनेमा म एउटा नयाँ प्रोडक्ट अझै देखाउन जाँदैछु। यो 200 वाटको तपाईलाई एलईडी बल्ब सुपर ब्राइट। यो चाहिँ नै 9005 सकेटमा आउँछ हैन। अरु सबै सकेटमा छ तर अहिले चाहिँ तपाईहरुको लागि मैले यो 9005 यो स्पेशली क्रेटाहरुमा लाग्ने खालको हो। जस्तै यो सँगै एउटा ग्लोभ्स पनि आउँछ। यो बलको क्वालिटी हेरौँ है हाम्रो बलको हजुरलाई यो 4575 mm को यो हाई पावर चिप्स लागेको छ। अनि पावरफुल कन्ट्रोलर र यो तपाईलाई यो 9005 को सकेट। यो होल्डर पनि 9005 को। अब यो बलको एक्चुअली तपाईलाई रियल पावर हाम्रो अहिले यसमा मेसिनमा हालेर हेर्न जाँदैछ। यसको एक्चुअल पावर कति छ है। यो तपाईलाई सिंगल एलईडी 100 वाटको हुन्छ। ल हामीले यसलाई चेक गर्न जाँदैछौँ है। दर्शकबिन हामीहरू यहाँ हेर्न जाँदैछौँ। हेर्नु है यो भोल्टेज हजुरलाई 12.6 भोल्टेज छ। एम्पियर पनि 0 छ प्लस वाटेज पनि यहाँ 0 देखाएको छ। अब लोड लिए भने तपाईलाई वाटेज देखाउँछ। र यो हाम्रो 9005 को यो सकेट भयो। यो मेल सकेट हो, यो फिमेल सकेट हो। अब यसलाई हामीहरू हेरौँ है। यो साइड हजुरलाई यसमै दिएको छ। यहाँ त प्लस र माइनस त्यो हामीले हेरेर गर्नुपर्छ। र पोल्याट्री मिलेन भने हामी यो तपाईलाई एलईडी बल्दैन। अब यो तपाईलाई हामीले ज्याक हालेर हेरौँ है। अब हेर्नु, अब यो बल्यो है। अब हामीले यसको पावर चाहिँ उसमा हेरौँ। हेर्नु 8 एम्पियर लिएको छ र वाटेज कति भयो 107 वाटेज तपाईलाई रियल पावर देखाइरहेछ। यो तपाईलाई एउटा बल्ब सिंगल बल्ब तपाईलाई 100 वाटको हुन्छ। यसको सुपर ब्राइट नर्मली तपाईलाई सबै कारमा तपाईले यो लाउन सक्नुहुन्छ। यसले गर्दा यतिको पावर भनेको तपाईलाई इनफ हुन्छ। जसले गर्दा तपाईको त फ्युज पनि उड्ने सम्भावना पनि हुँदैन। जस ठिक्कको पावर हो यो। यति भनेको तपाईलाई इनफ हुन्छ 100 वाटको। त्यो भन्दा माथिको हाल्यो भने फ्युज झर्ने गर्नुहुन्छ, प्रब्लमहरु आउँछ के। जस्तै 200 वाट भनेको कारको लागि इनफ हो। ल यसलाई अब हामीहरू निभाएर हेर्छौँ। र यसको पावर हामीले हेरिहालौँ। यसको हिट सिङ्क पनि तपाईलाई कस्तो बाक्लो छ त्यो।